अब हामी जाँदैछौँ ड्युटी। अब ड्युटीमा ब्युटीहरू चाहिँ छैन होइन। हाम्रो एकजना सेफ हुनुहुन्छ यहाँ महेश बर्फी। हाँ गुरु भाई बताए का हाल खबर? ठिकै छ ठिकै छ। गर्नु पर्यो। थारू बताए न थारू में अर्को भिडियोमा आउँछ। गाइस ड्युटी जान लागेको है। गाडी नै आएन त अब के गर्नु हो। गाडी आएन। अब यहाँनिर चाहिँ एउटा टुकटुक रहेछ है। आइसक्रिम रहेछ टुकटुक। यो टुकटुकमा चढेर गइदिउँ क्या हो। ए खुल्लो पनि रहेछ त। यहाँको लुक चाहिँ यस्तो छ है। चट्ट लाएर ह्यान्डल पनि रहेछ। ए आएछ गाडी। झरनाको चिसो पानी मैया किन तानु पर्यो। شوف كان في حاجه ناقصه ثانيه في العربيه قول لي. काका गुल्ला البطاريه بس عارف لو حد خده هضل قاعدين ابوه. ओके गाइस सो हामी आइपुगेको छौँ अहिले मरिना मल। खुबै सालमिया कैलाली नेपाल। आई एम फ्रम ओके। दिस इज माई साथी। माई साथी what your name? Ultraman. His name is Ogar हो ओके। अब चाहिँ हामी आइपुग्यो ड्युटीमा। अब यसो टोपी सोपी लाएर होइन टोपी सोपी लाएर यसो अब एप्रोन सेप्रोन लाउनु पऱ्यो। चेक इन पहिला सुरु त अब चेक इन गर्नुपर्ने हुन्छ। यसो डेली कुराकानी गर्दै चेक इन गरियो। चेक इन गरेर चाहिँ अब एप्रोन लगाइसकेँ। एप्रोन लगाएर अब जानु पऱ्यो। यही मेरो भाइ दाइले फेरि ब्याग राख्नु दिनुभएको रहेछ। एप्रोन सेप्रोन लगाएर चस्मा चेन्ज गरेर म चाहिँ ल ओके लेट्स begin our duty. Yo. ल म चाहिँ अब आफ्नो आइसक्रिमहरू सबै फिलअप गरिसकेर अब यिनीहरूलाई चाहिँ म्यानेज गरेर चिलरमा फ्रिजरमा राखिदिनु पर्ने हुन्छ। यसरी अब खासै धेरै छैन। आजभोलि कम्पनी डाउन हुँदैछ त्यही भएर आइसक्रिमहरू पनि पठाएको छैन। त्यसपछि ठ्याक्क सिक्के आइसकेपछि चाहिँ म चाहिँ सुरु गरेँ मेरो सरसफाइ गर्दै अब चाहिँ के गर्नु पर्ला जस्तो छ। यो डिस्प्लेमा चाहिँ मेरो अब स्विट्सहरू हुन्छ बक्लावाहरू अनि त्यसपछि लिएर यसमा चाहिँ बक्लावा मात्रै हुन्छ। अरू छेउमा चाहिँ चिलर हुन्छ। त्यसको लागि चाहिँ गर्मी चाहिने हुन्छ। अनि त्यसपछि चाहिँ हामीले बनाउँछौँ अब सेफ्रोन केक। यसमा चाहिँ सेफ्रोन सस छुट्टै हुन्छ। अनि त्यसपछि चाहिँ केक चाहिँ स्पन्ज चाहिँ छुट्टै हुन्छ। अनि यसलाई चाहिँ हामीले चाहिँ सेफ्रोन ससले सबै चुल्लुममा डुबाएर भिजाइदिनु पर्ने हुन्छ। नुहाइदिनु पर्ने हुन्छ मजाले है त। त्यसपछि चाहिँ यसको कुना काप्चातिर भित्रसम्म पस्ने गरी चाहिँ हामीले सेफ्रोन सस हाल्दैछौँ। यसको माथिबाट टपिङ पनि हुन्छ क्रिम, तर चाहिँ क्रिम चाहिँ अर्डर आएपछि मात्रै हाल्ने गर्छ हामीले। अनि त्यसपछि चाहिँ नि यस सेफ्रोन सस हालिसकेर मजाले भिजाएर फेरि यसमा क्लिन फ्रेम मजाले हाल्नुपर्ने हुन्छ। अनि त्यसपछि चाहिँ क्लिन फ्रेम चट्ट लगाएर यसरी हालिदिन्छु। अनि यसमा चाहिँ लेबलिङ गर्नुपर्ने हुन्छ। लेबलिङ चाहिँ 3 दिनको लागि चाहिँ हामीले चाहिँ डेट राख्नुपर्ने हुन्छ। 3 दिनपछि चाहिँ यसको एक्सपायरी डेट हुन्छ। हामीले चाहिँ नेपाल हुँदा चाहिँ प्लास्टिक ऱ्याप हुन्थ्यो, यहाँ आएर चाहिँ क्लिन फिल्म भन्दो रहेछ। मलाई पनि थाहा थिएन, यहाँ आएर थाहा भयो। धेरै कुराहरू सिकिँदैछ, सिक्नुपर्छ। ल आजलाई यति नै है त। ओके बाई बाई। नेक्स्ट भिडियोमा भेटौँला अब।